जना प्रतियोगी मध्ये सबैजना उत्कृष्ट हुनुहुन्छ। त्यसमध्ये पनि उत्कृष्ट मध्येबाट पनि उत्कृष्ट छान्नुपर्ने भएकोले यहाँहरूले बोल्नु भएको विषय प्रवेश, प्रस्तुतिकरण, मौलिकता, निष्कर्षको आधारलाई मध्यनजर गर्दै हाम्रो तीनजना निर्णायकजीहरूले एउटा फर्स्ट, सेकेन्ड र थर्ड साथै एउटा सान्त्वना घोषणा गरिसक्नु भएको छ, एउटा निर्णय गरिसक्नु भएको छ। म यसलाई वाचन गर्दै यहाँलाई जानकारी गरायौँ। विभिन्न विषय प्रवेश, प्रस्तुतिकरण, तार्किकता एवं मौलिकता, निष्कर्ष लगायतलाई आधार मान्दै एउटा हाम्रो निर्णायकजीहरू एउटा निचोडमा पुग्नु भएको छ, एउटा निर्णय दिनुभएको छ। म यस सरसर्ती वाचन गर्दैछु र यो पुरस्कृत हुनुहुने प्रथम, द्वितीय र तृतीय एवं सान्त्वना स्थान हासिल गर्नुहुने प्रतियोगीहरूलाई अबिर माल्यार्पण एवं यो हामीका पुरस्कारको व्यवस्थापन छ। प्रदान गरिदिनु हुन अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृतज्यू, हाम्रो इलाका प्रहरी कार्यालय प्रमुखज्यू, हाम्रो आइएनएफ नेपाल एवं साहस नेपालका प्रमुखज्यूहरूलाई हार्दिक अनुरोध गर्दै निर्णायक मण्डलको निर्णय अनुसार सान्त्वना 25 पूर्णाङ्क थियो। त्यसमध्ये पूर्णाङ्क 25 मध्येबाट 20.16 अङ्क प्राप्त गर्दै 20.16 अङ्क प्राप्त गर्दै सान्त्वना स्थान हासिल गर्नुहुने 20.16 अङ्क हासिल गर्दै सान्त्वना प्राप्त गर्नुहुने त्रिपुरेश्वरी मावि कक्षा 10 का छात्रा अरुणा सुनारज्यूलाई हार्दिक बधाई सहित यो पुरस्कार ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्छु। अधिकृतज्यू, आइएनएफ नेपाल, साहस नेपाल, इलाका प्रहरी कार्यालय प्रमुखज्यूलाई हार्दिक अनुरोध गर्छु। यता हेर नानी, यता हेर्नुहोस् ल। आशिका रिजालज्यूलाई हार्दिक बधाई सहित प्रमाणपत्र, मेडल, पुरस्कार ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्छु। मायाको चुनिन द्वितीय स्थान हासिल गर्नुहुने उदय प्रावि आदि रिजा कक्षा 6 का छात्र गोविन्द सुनारलाई हार्दिक बधाई सहित यो पुरस्कार झोला मायाको चिन्ह ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्छु। कृपया तालिम अझ यहाँलाई हौसला बढाउनुमा हार्दिक अनुरोध गर्छु। जनज्योति मावि गजुलकोट कक्षा 10 का छात्रा सबिना महरालाई हार्दिक बधाई सहित
यो पुरस्कार ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। झोला यो पुरस्कार एवं मायाको चिनो ग्रहण गरिदिनु न सबिना महरा बधाई छ। प्रतिस्पर्धा होस् सबै उत्कृष्ट हुनुहुन्छ र पनि विभिन्न आधारले गर्दा छान्नै पर्ने बाध्यता यो नतिजा आएको छ र म बाँकी कार्यक्रमलाई आशिष महाराज सरलाई कार्यक्रम अरू कार्यक्रम अगाडि बढाउन हार्दिक अनुरोध गर्दै म बिदा हुन्छु। नमस्कार।